यहाँ कमसेकम 3-4 किलोमिटर 5 किलोमिटर रेल चलाउने। त्यो चलाउँदाखेरि यो अहिले जुन हामी जङ्गल देखिरहेछौँ यो सामुदायिक जङ्गल हो र अहिले यही आरक्षमा बर्दिया आरक्षमा तपाईको 5 वटा जति बाघ बर्दिया र बाँके आरक्षमा गरेर 5 वटा जति बाघहरू थुनेर राखिया छ। 5 वटा चितुवा होला, गैंडा छ। अरु ठाउँमा अब हामीले चाहिँ चितवन गयो भनेदेखि त्यहाँ होला, त्यहाँ पनि के देखिन्छ भने चितवनमा एउटा गैंडा हिँडिरहेको देखिन्छ। भोलि त्यसले कोही मान्छेलाई त्यहाँ हान्दियो भने त्यस्तोलाई ल्याएर हामीले यो ठाउँमा एकदम नेचुरल छ र अहिले संसारको 2-3-4 वटा ठाउँमा चाहिँ के देखिएको छ भने बोटानिकल गार्डन र यो कन्जर्भेसनको काम सँगै भइरहेछ। कन्जर्भेसन भनेको जंगली जनावर राख्ने, जू बनाउने र बोटानिकल गार्डन बनाउने। त हाम्रो यहाँ जंगलहरू छँदैछ, यहाँ रुखहरू बिरुवाहरूको बारेमा राखौँ, 2-4-10 वटा रुखहरूको नाम थपौँ। जुन रुख हाम्रो यहाँ पाउँछ त्यो पाएकै छ, नपाउनेलाई थपौँ, रोपौँ र एकदम नेचुरल रूपबाट यो क्षेत्रलाई हामीले चाहिँ पश्चिमाञ्चलको मात्रै होइन एसियाकै राम्रो ठाउँहरू मध्ये एउटा कन्जर्भेसनको रूपमा हामी अगाडि बढाउँछ। मैले नगरपालिका र नेपालको मात्रै कुरा गरिरहेको छैन, संसारकै राम्रो विशिष्ट त मान्छेले यो ठाउँ किन्नलाई चाहिँ करोडौं अरबौं डलर खर्च गरेर पनि पाउँदैन।